मेरो बाबुको पहिलो स्वादको अनुभव हेरौँ है। पहिलोचोटि घाँस खाँदाखेरि यस्तो रिएक्सन दियो नि। हेलो साथीहरू, तपाईहरूलाई स्वागत छ मेरो अर्को नयाँ मिनी ब्लगमा। आज चाहिँ मेरो बाबुको पास्ने थियो अनि बिहानदेखि म लागिहालेँ काममा। बिहान नै उठेको थिएँ। बिहान नै उठिसकेपछि फेरि हामीहरूको काम स्टार्ट भयो। मैले नुहाएर आएँ बाहिर अनि भित्र भाँडाकुँडाहरू त्यो सबै राखेँ अनि सबै सकेर आँगन सफा गरेँ, भित्र सफा गरेँ, यताउता गरेँ, सोफाहरू मिलाउँदैछु। पछि मान्छे आउँछन् भनेर राति थाकिसकेका थिएँ। अबेरसम्म कामै गर्न लाग्थेँ। त्यसपछि थाकेँ, 1-2 बजिसकेको थियो। त्यसपछि सुतेँ। बिहान पनि छिटो आँखा खुलेन, ढिलो आँखा खुल्यो। अनि हामी गर्दैछौँ तयारी, किनकि गुरुजीले भन्नुभएको थियो कि बिहान 7 बजेको मुहुर्त छ भनेर। त्यही भएर हामीले बिहानको 7 बजे नै बाबुलाई खाना खुवाउने भनेर भनेका थियौँ। अनि मम्मीले भान्सामा बाबुको लागि खिर पकाइदिनु भयो। अनि मैले चाहिँ बाहिरको अलिअलि काम गरेर बाबुलाई हामीले सुत्न राखेको थियो कि बिहान त्यस्तै उठेर बिचारालाई नुहाइदिए। नुहाएर बिचारो निनले यस्तो भएको थियो, त्यसलाई खाना खुवाए। अनि खाना खायो। उसले कति खुसी भएको थियो खाना खाँदाखेरि। हामीले जहिले पनि खाना खाँदाखेरि ऊ हाम्रै प्लेटमा हेर्थ्यो के, मलाई कहिले दिनेन्, मलाई कहिले दिनेन् भने। त्यो दिन यति खुसी भयो नि। हामीले त्यसलाई खाना खुवाए अनि त्यो सुत्यो। अनि त्यसपछि लागे म आफ्नो कामतर्फ। मैले धुलो मुछिदिएँ अनि मैले सकेन कि धेरै भएको थियो। अनि त्यसपछि बुढा आए, उनले हेल्प गरिदिनु भयो। अनि बाहिरको काम अलिअलि सकेर भित्रको पनि अलि गरेँ। त्यति बेला मान्छेहरू आए, हाम्रो बजै आए, आन्टीहरू आए तल्लो मल्लो घरको। उनीहरूले सबैले तरकारी कसैले काटिदियो, कसैले सेल पकाइदियो, कसैले सेलको पिठो बनायो, कसैले के गरे, कसैले के गर्यो। अनि मैले बनाएँ तरकारी। अनि म बनाउँदैछु बाहिरनिर तरकारी। अनि अरू काम गर्दैछन्। मम्मी पनि भित्रहरू काम गर्दैछन्। मान्छे आएनन् बिहान नै हामीले पछाडिपट्टि हुनाले चिसो हुन्छ घरको छायाले, घाम आउँदैन। त्यही भएर हामी सबै बसेर पछाडि काम गर्दै थियौँ। यस्तो गर्मी थियो नि त्यो दिन पनि, लास्टै गर्मी थियो। अनि अरू कोही थिएनन्, लोग्ने मान्छे पनि कोही थिएनन्। त्यही भएर मै बनाउँदैछु तरकारी। आन्टी बजे अनि दिदीहरू आएको थियो, उनीहरू अरू काम गर्दैछन्। कसैले तरकारी काट्यो। अनि मैले खानामा त्यति धेरै केही बनाएको थिएन, थोरै आइटम थियो। अब मम्मी पनि अलिअलि कतिखेर भित्र कतिखेर बाहिर गरेर अलिअलि हेल्प गर्दै थिएँ। सबै काम सक्यौँ। अनि मैले तरकारी बनाइसकेँ। तरकारी बनाइसकेपछि अनि मेरो बहिनी आइन्, देउरानी। अनि देउरानी आइन्, देउरानी पछि साथी आइन्, उनीहरूले पनि अलि हेल्प गर्यो। अनि आन्टीहरू थाकिसकेका थिए कि सेल बनाउँदाखेरि गर्मी भयो भनेर। अनि मेरो साथी देखाउँदैछ, म हेर कस्तो राम्रो बनाउँछु, मेरो भिडियोमा निकाल्दे भनेर भन्दै थिए। त्यही भएर उसको पनि म हेर्दैछु, भाइ यति राम्ररी बनाउने रहेछ, मैले पनि फर्स्ट टाइम देखाउँ। मलाई आउँदैन हो साथीहरू, सेल बनाउन चाहिँ मैले सिक्नु छ। तरकारी पाकिसकेको थियो। अनि त्यसपछि मैले गरेँ पनिरको लागि रेडी। अनि पनिर चाहिँ साथीहरूले काटिदियो। उनले काटेर उनीहरूलाई साथीले र बहिनीले तारिदियो। अनि भित्रबाट टमाटर पिसेर मम्मीले ल्याइदिनु भयो। अनि हामीले बनाएर ग्रेभी मटर पनिर बनायौँ। अनि मटर पनिर बनाइसकेपछि लास्टमा बुढा आएर हेर्छन्, हेरौँ कस्तो बनाएछ भनेर।